आन्दोलन जारी राखेका छौं। त्यसकारण म सबभन्दा पहिला के नारा लगाउन चाहन्छु भने शिक्षकको कलममा ताकत छ। यो ताकत सरकारले बुझ्नै पर्दछ। नबुझे यो देशको भलो हुनेवाला छैन, यो देशको कल्याण हुनेवाला छैन। हाम्रो माग मुद्दालाई समेटेर तमाम शिक्षक शिक्षिका जीवहरूको समस्या सम्बोधन हुने गरी जारी गर्नै पर्छ। अनि यो देशको भलो हुन्छ, अनि यो देशको कल्याण हुन्छ। आज 28औं दिनमा हामी प्रवेश गरिसकेका छौं। किन 28 दिन मात्र होइन, 28 महिना पनि लाग्न सक्छ, 28 वर्ष पनि लाग्न सक्छ। हामी यस्तै घर फर्किनेवाला छैन। एकपटक नारा लगाओ, शिक्षक एकता, शिक्षक एकता। धन्यवाद। हामी अब यो ललिपपमा फास्नेवाला छैनौं। सरकारले भन्दै हुनुहुन्छ कि अब यिनीहरूलाई हामी लखेट्नुपर्छ। लाठी चार्ज, त्यो पानीको फोहरा दिँदैमा सरहरू भाग्नुहुन्छ। हामीसँग बन्दुक छैन, हामीसँग बम छैन, हामीसँग के छ त? कलम छ। यो कलममा धेरै ताकत छ। हामी यस्तै डरेर भाग्नेवाला छैनौं। शिक्षकको कलममा ताकत छ। तपाईँ सम्पूर्णजना शिक्षक शिक्षिका हुनुहुन्छ, तपाईँ सबैको कलममा ताकत छ र यो ताकत सरकारले बुझ्नै पर्छ। सरकारलाई के थाहा थियो कि यिनीहरू भागिहाल्छन्? यो हाम्रो आन्दोलनलाई ब्रेकअप गर्न खोज्नु भएको थियो, काट्न खोज्नु भएको थियो। तर म एउटा डोरी लिएर आएको छु। हेर्नुहोस्, यो मेरो हातमा के छ? डोरी छ। अब सरकारले भन्नुभएको थियो कि यति संख्यामा सरहरू आउनु भएको छ, यिनीहरूलाई हामी ब्रेक गर्छौं, काट्छौं, लखेट्छौं भने भागिहाल्नुहुन्छ। मानव यो हाम्रो आन्दोलन रूपी यो डोरी हो। सरकारले काटिदियो, पानीको फोहरा हाल्यो, तर हामी कटेका छैनौं, झन् जुटेका छौं। यसै सन्दर्भमा म यो डोरीको जादु हराउन गइरहेको छु। तपाईहरू ध्यान दिएर हेरिदिन म अनुरोध गर्दछु। अब यो सरकार यो कैँची लिनुहोस् र यो आन्दोलन रूपी हाम्रो यो आन्दोलनलाई ल यो आन्दोलन रूपी हाम्रो यो महासंग्रामलाई यो सरकारले काट्न खोज्नु भएको छ। हेर्नुहोस्, हामी शिक्षाको हाम्रो शिक्षाको कलममा ताकत छ। यो आन्दोलनमा हामी यो सरकार कैँची भिराउनुहुन्छ, पानीको फोहरा भिराउनुहुन्छ, लाठीचार्ज गर्नुहुन्छ, तर हामी डराउनेवाला छैनौं। हाम्रो आन्दोलन चलिरहन्छ, कटक हुँदैन। हेर्नुहोस्, मसँग एउटा यो लामो डोरी छ, आन्दोलन रूपी डोरी। हेर्नुहोस्, हामी सबै राहत करार, बाल विकास, हाम्रो सम्पूर्ण स्थायी सबै समेटेर यहाँ आइसकेका छौँ। अनि हेर्नुहोस्, यो हाम्रो आन्दोलन चलिरहेको छ। म यसरी गर्छु, होइन? हजुरले यहाँ काट्नुहुन्छ, होइन? यहाँ काट्ने बित्तिकै यो के हुन्छ त? 2 टुक्रा हुन्छ, होइन? ल तपाईँ काट्नु ल, तपाईँ काट्नु होला है। ल हाम्रो यो सरकारले हाम्रो आन्दोलनलाई काट्दै हुनुहुन्छ। ल काटिदिनु भयो। हेर्नुहोस्, यो डोरीलाई काटिदिनु भयो। अलिकति सानो ठुलो भए पनि यो 2 टुक्रा भइसकेको छ, होइन सर? 2 टुक्रा भइसकेको छ। अब यो म जोडिराख्छु है। अलि टाइट गरिदिनु पर्छ, अलि टाइट गरिदिनु। शिक्षकको हातमा पनि ताकत छ। त्यहाँ यो उतापट्टि फर्काएर मिलाइसक्यो क्या? टाइट गरिदिइसक्यो। हो हस्, अझ एक नट लगाइदिनु। ल हेर्नुहोस्, धेरै धेरै धन्यवाद। ओहो, कति एकदम टाइट गरिदिनु भएको छ। तपाईहरू हेरिराख्नु भयो होला। यो उहाँले यो डोरीलाई काटिदिनु भएको छ, छोट्याइदिनु भएको छ। म यति हेरायो भने सानो हुन्छ, यति हेरायो भने सानो हुन्छ। यहाँले काटिदिनु भएको छ, होइन? तर हामी के भन्छौँ? शिक्षकको कलममा ताकत छ। जादु नभनौ, ताकत छ, ताकत छ। हेर्नुहोस्, फेरि नभन्नुहोला कि यो पकेटबाट नै धागो चेन्ज गरिदिनु भयो भनेर। म यो धागो यहाँ हातमा बेरिराखेको छु, होइन? यसरी बेरिसके अनि बेरिसक्दा यहाँ यो काटिएको भाग यहाँ छ। तपाईँ हेरिराख्नु भएको छ।
काटेको भाग यही छ अनि शिक्षकको कलममा ताकत छ। उहाँले हाम्रो सरकारले त काटिदिनु भयो तर यो शिक्षकको कलमले यो फेरि जोडिन्छ। त्योभन्दा लामो हाम्रो यहाँ आन्दोलनको यो पुरै भरेको हुन्छ। हेर्नुहोस् अब नभन्नु होला पकेटबाट चेन्ज भइरहेको छ धागो। सर फुल गरिदिनु, फुल गरिदिनु हजुर पनि फुल गरिदिनु, फुल गर्नुभयो म हेरिदिन्छु। धागो यही छ, शिक्षकको कलममा यही छ, ताकत छ, धागो यही छ, गाँठो पारेको भाग यही छ। हेर्नु सर गाँठो पारेको भाग यही छ, गाँठो पारेको भाग यही छ। मैले बेरिसकेको छु हाम्रो सरकारले काट्नु भएको थियो तर यो कलमको ताकत, शिक्षकको कलमको ताकतले यो जोडिसके छुटिसक्यो। सर तपाईँले यो आन्दोलन जति काटे पनि कट्नेवाला छैन। हाम्रो त्योभन्दा लामो भइसक्यो। यो सरकार तानेर हेरी हाम्रो छुटिसक्यो। बताइदिनु होला हाम्रो आन्दोलन छुटिसकेको छ। हाम्रो सरकारले हाम्रो आन्दोलनलाई पानीको फोहराले लाठी चार्जले लखेट्न खोज्नुभयो। तर हे सरकार हामी कटेका छैन, अझ हामी दुखेर अझ ठुलो भइसकेका छौँ। तपाईँले काटेर यो आन्दोलन कटिनेवाला छैन, तपाईँले लखेटेर यो भाग्नेवाला आन्दोलन होइन। यो आन्दोलन हाम्रो आर पारको लडाइँको आन्दोलन हो। कि त जितिन्छ कि त बितिन्छ। हामी भाग्नेवाला छैनौँ। हामी नयाँ शिक्षा ऐन सम्पूर्ण हाम्रा गुरुजीहरूको गुरुआमाजीहरूको माग स्थापित गराएरै मात्र हामी यो रोड छोड्नेवाला छौँ। ए सरकार तपाईँले अब यो लखेटेर हामी भाग्नेवाला छैनौँ। धन्यवाद। फेरि पछि भेटौँला। हस्त नमस्कार।